21औं शताब्दीसम्म आइपुग्दा पनि किन एउटा स्वतन्त्र राष्ट्रको सार्वभौमिकता सुरक्षित छैन? शक्तिशाली हुनुको अर्थ के तपाईँले अर्को देशको सिमाना अथवा अस्मिता जबरजस्ती मिच्न पाउनुहुन्छ? लोकतन्त्रका नाममा कुनै एक देशको राष्ट्रपतिलाई अर्को देशको सैन्य शक्तिले अपहरण गर्न पाउँछ? जनवरी 3, 2026 हो त्यो कालो रात। विश्व जगतमा एउटा कलङ्कित रात बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा आदेशले स्वतन्त्र राष्ट्र भेनेजुलामाथि प्रहार भयो। एउटा सार्वभौम देश भेनेजुला रक्ताम्य बन्यो। अमेरिकाले भेनेजुलाका राष्ट्रपति निकोलस र उनकी पत्नीलाई बन्दी बनायो र अमेरिका लिएर गयो। यो कालो बिहानले विश्वलाई एउटा सन्देश दिएको छ, यदि शक्ति छ भने कानुन तपाईँको गोजीमा छ। भेनेजुएलाका राष्ट्रपतिमाथि लगाइएको लागु औषधको आरोप त एउटा पर्दा मात्र हो। यसभित्र लुकिएको छ तेलको असीमित भोग र डोनाल्ड ट्रम्पको साम्राज्यवादी अहङ्कार। इरान, इराक, लिबिया र चिलीपछि अमेरिकाको अर्को शिकार बनेको छ भेनेजुएला। यो कुनै लोकतन्त्रको बहाली होइन, यो त अन्तर्राष्ट्रिय कानुनको हत्या हो। कुनै पनि देशको सार्वभौमिकता जनतामा निहित हुन्छ, तर अमेरिकाले यो प्रमाणित गरिदिएको छ कि उसको शक्ति नै अन्तिम सत्य हो। यस घटनाले विश्वलाई नै युद्धको सङ्घारमा हालेको छ। के यो तेस्रो विश्वयुद्धको सुरुवात हो? आउनुहोस् आजको भिडियोमा कुरा गरौँ अमेरिकाको त्यो ब्लुप्रिन्ट जसले भित्रै देशहरूलाई खोकर बनाउँछ र अन्ततः सैन्य बुटले कुल्चिन्छ। यहाँ साना देशहरूको स्वतन्त्रताको कुनै मूल्य हुँदैन। यस विषयमा चर्चा गरौँ।